र आजको क्याबिनेटको बैठकमा हाम्रो कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा एउटा मात्र निर्णय गरिएको छ। त्यो भने यो उखुको न्यूनतम खरिद मूल्य जुन छ त्यसलाई उद्योगले रु 565 प्रति क्विन्टल दिनुपर्ने त्यो कायम गर्ने भन्ने निर्णय भयो र उखु कृषकलाई 70 रुपैयाँ प्रति क्विन्टल सरकारले अनुदान दिने भन्ने निर्णय भएको छ र यसरी किसानले प्रति क्विन्टल 635 रुपैयाँ उखुको मूल्य प्राप्त गरेर निर्णय भएको छ। उखुको खरिद मूल्य तोक्न अलिक ढिला भएको थियो, त्यसकारण आजको क्याबिनेटको बैठकमा यो एउटा निर्णय गरियो र अरू बाँकी हाम्रो अलि बढी छलफल थोरै सरकारको कामको पर्फर्मेन्स, सरकारको कामलाई कसरी गति दिने भन्ने विषयमा छलफल भएको हुनाले अरू यस्ता औपचारिक निर्णय भएनन्। साथीहरूलाई मैले जानकारी गराएँ।